मिति 2083 साउन 1 गते शुक्रबार इस्वी सम्मत 2026 जुलाई 17 तारिक आषाढ शुक्ल पक्षको तृतीया तिथि चन्द्रमा सिंह राशिमा सूर्योदय बिहान 5:20 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। सर्वप्रथम हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकलाई फलो गर्नुहोला। अब लागौँ 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। मेष राशिका लागि आजको दिन शुभ रहनेछ। कीर्तिमानी काम गर्न सक्ने दिन रहेको छ। नयाँ कामको सुरुवात हुने देखिएको छ। तपाईँको परिवारमा मिष्टान्न भोजनको अवसर मिल्ने देखिन्छ। तपाईँले गरेका कर्मबाट आज लाभ मिल्ने देखिएको छ। आफन्तजनहरू नजिकिने छन्। साथीभाइहरूको साथ र सपोर्ट तपाईँका लागि मिल्ने देखिएको छ। वृष राशि। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्ने देखिन्छ। सामाजिक काममा रुचि बढ्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण तरिकाले बित्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति गर्नका लागि सजिलै सक्नुहुने देखिन्छ। मिथुन राशि। एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ। विशेष योजनाहरू बन्नेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्ने देखिएको छ। पढाइमा उन्नति र प्रगति हुने समय रहेको छ। आत्मीय जनसँगको भेटघाट हुने देखिन्छ। सरसफाइमा विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ। स्वास्थ्यमा केही गडबडी रहन सक्छ। खानपानमा विशेष सतर्कता अपनाउनु राम्रो रहनेछ। कर्कट राशि। कर्कट राशिका लागि नयाँ कामको अवसर मिल्ने देखिएको छ। गरिआएको कामलाई भने निरन्तरता दिनु राम्रो रहनेछ। पीडा दिनेहरू सक्रिय रहन सक्नेछन्। एकदमै सावधान रहनुहोला। शत्रु बैरीहरू हाबी हुँदा मनमा आलस्यता बढ्नेछ। मुखैको काम फुत्कन सक्ने अवसर देखिन्छ। सचेत रहनु राम्रो रहनेछ। सिंह राशि। भूमि वाहन पैतृक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ मिल्ने देखिन्छ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सक्ने समय रहेको छ। मनन ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न कामहरू सम्पादन गर्न सकिने समय देखिन्छ। कन्या राशि। व्यापार व्यवसायबाट फाइदा पुग्ने देखिएको छ। काममा माता पिताको सहयोग प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा विजय हासिल गर्न सक्नुहुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय रहेको छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन रहेको देखिन्छ। तुला राशि। अरूलाई प्रभावित पारेर काम लिन सकिने समय रहेको छ। मेहनत गर्दा सफलता हात पर्ने देखिएको छ। व्यवसायका लागि केही आकस्मिक यात्राको सम्भावना रहेको छ। दाम्पत्य जीवन सुखद रहला। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सजिलो हुने देखिन्छ। वृश्चिक राशि। अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग व्यापार व्यवसायबाट सामान्य फाइदा मिल्ने देखिन्छ। रोगले सताउने देखिएको छ। खानपानमा सचेत रहनुहोला। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिनेछ। धन तत्काल खर्च गर्नुपर्ने परिस्थिति सिर्जना हुने देखिन्छ। धनु राशि। लगानी दौडधुप श्रम र प्रयत्नको उचित मूल्य पाइने देखिन्छ। उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पुरा नहुन सक्छ। समझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्ने देखिन्छ। तपाईँको आज केही आलस्यता बढ्दा तपाईँको दिल बेखुस रहने देखिन्छ। मकर राशि। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने समय रहेको छ। नयाँ सवारी साधनको प्राप्तिको योग रहेको छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्ने देखिन्छ। तपाईँको आजको दिन खुस तरिकाले बित्ने देखिन्छ। कुम्भ राशि। धार्मिक अनुष्ठान र मङ्गलमयी काम सम्पादन हुन सक्ने देखिएका छन्। व्यवसायमा लाभै लाभ हुनेछ। कार्यमा पनि प्रशस्तै फाइदा पुग्ने देखिन्छ। गुरुजनको विशेष सहयोग जुट्ने देखिएको छ। अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ। आकस्मिक धन लाभ हुँदा तपाईँको दिल खुस रहने देखिन्छ। अन्तिम राशि मीन राशि।
निश्चय भएको काम अचानक बिग्रन सक्ने देखिएको छ। साथीभाइ आफन्तजनले धोका दिनेछन्, आश्वासन दिएर झुक्काउनेहरूले सताउनेछन्। गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य जीवनमा पनि केही समस्या देखिन्छन्। आजको दिन सचेततापूर्वक अगाडि बढ्नु राम्रो रहनेछ। 12 राशिफलमा जे भनिए तापनि तपाईँको आफ्नो कर्मलाई निरन्तर रूपमा अगाडि बढाउनुहोला। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट र सेयर गरिदिनुहोला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकलाई फलो गर्नुहोला। पर्यो भने लाइक कमेन्ट र सेयर गरिदिनुहोला। तपाईँको बाँकी पल शुभ रहोस्।